तिमीलाई पैसा कमाउन पनि अलिक धेर कमाउनु पर्ने हैन करियरमा ग्रोथ हुँदा पनि अझै माथि जानु पर्ने अनि तिमीलाई ओभर कन्ज्युमरिजम क्या जस्तै अब मोबाइल हेर्दा पनि ज्यादा कन्ज्युम गर्नुपर्ने के खायौँ भने पनि धेरै खानुपर्ने हैन हामी अब अलिक अब यो के भएर भइरहेछ हैन त्यो चाहिँ थाहा भएन तर ज्यादा कन्ज्युम गरिरहेछौँ कि हामी हरेक कुरालाई हुन्छ नि अब त्यो कन्ज्युम गर्ने क्रममा अब थिङ्किङ पनि हामीले ज्यादा अब आफ्नै हुन्छ नि ओभर थिङ्किङ भइसक्यो क्या ज्यादा कन्ज्युम गर्दा अब त्यसले पनि मलाई लाग्छ मान्छेलाई अनावश्यक स्ट्रेस दिइरहेछ जस्तो लाग्छ क्या अब त्यसको लागि अब मान्छे एकदम पहिलो कुरो त अब शान्त हुनु पर्यो हैन डिप ब्रेथ लिएर एकदम माइन्डलाई शान्त गर्नु पर्यो क्या अब उसलाई आफ्नो लिमिटेसन थाहा हुनु पर्यो क्या म कतिसम्म मैले कन्ज्युम गर्ने कुनै कुरा हैन अब करियरमा कतिसम्म अगाडि बढ्नुपर्ने हो हैन एउटा निड हो करियर ग्रोथ तर हुन्छ नि कहाँसम्म पुग्दा चाहिँ मलाई सेटिस्फ्याक्सन एउटा क्वेसन चाहिँ आउनुपर्छ जस्तो लाग्छ क्या मलाई एउटा सर्टेन बिन्दु चाहिँ राख्नुपर्छ मान्छेले हैन अब त्यहाँसम्म पुग्नको लागि इफोर्टहरू त अवश्य नै लाग्ने यदि ड्रिम छ भने त्यहाँसम्म पुग्ने इफोर्ट त लाउनु पर्ने छ भनेर सोच्न त मेन्टालिटी राखेकै हुन्छ मान्छेले हैन त्यही पनि त्यो बिन्दुसम्म पुग्दासम्मको क्षणमा मान्छे कति सफर गर्छ हैन धेरै सफर गरिरहेको हुन्छ नि त अब मान्छेलाई अब म धेरै अब इन्टरभ्यू पनि हेरिरहेको हुन्छु हैन तपाईलाई लागेको लाइफमा रिग्रेट को कुरा के हो भन्दाखेरि अहिले तत्कालीन है मैले अहिले तत्कालीन प्रायः जसो के भन्छ भन्दाखेरि वेस्टतिरको मेन हेरिरहेको हुन्छु कि वेस्टर्न कल्चर वेस्टतिर अब यो अहिले इस्टतिर पनि लागु भइसक्यो यहाँ मान्छे धेरै करियर ग्रोथ कल्चर पैसा कमाउने हैन धेरै भइसक्यो नि करियर ग्रोथ कल्चर पैसा कमाउनेदेखि लिएर हरेक कुरा धेरै भइसक्यो नि त यहाँ यता पनि लाग्छ यता पनि अब हुन्छ क्या त्यस्तो उनीहरूले के भन्छन् भन्दाखेरि मैले आफ्नो करियर ग्रोथ गर्ने क्रममा जिन्दगी के हो त्यो नै बिर्सेँ भन्छन् क्या मेरो हेल्थ के हो त्यो नै बिर्सेँ भन्छन् क्या यदि मैले यो कुरा अगाडि नै जानेको भए म अहिले धेरै नै खुसी हुन्थेँ होला लाइफमा जुन अहिले मलाई थाहा भयो बल्ल आएर तर लेट त भएको छैन तर त्यही पनि मैले अगाडि थाहा पाएको भए म अझै लाइफमा धेरै फुल अन जिउन सक्थेँ होला भन्छन् क्या मान्छेहरूले पनि त्यही भएर त्यसको लागि अब के गरौँ त्यो अब वर्ल्डको यस्तो नै अब ऊ भइसक्यो कि अब जानुपर्ने नै अवस्था छ क्या हुन्छ नि त्यो बनाइदिन्छ क्या के अनकन्सियसली हो कि अब सबकन्सियसली के भन्छ त्यसलाई होइन अन्त गरिदिन्छ क्या त्यसरी नै भइदिन्छ अब त्यसको लागि अब के प्र्याक्टिकल त मेथडहरू त चाहिन्छ होइन सोचेर मात्र त भएन अब त्यही प्र्याक्टिकल मेथड भनेको मेडिटेसन हो जस्तो लाग्छ क्या सबभन्दा बेस्ट मेडिकेसनहरूदेखि लिएर अन्त चाहिँ मलाई अर्को के लाग्छ भन्दाखेरि जुन एउटा मान्छेको होइन अब ड्रिम राखेको हुन्छ गोल राखेको हुन्छ होइन तर मान्छेले अब अलिकति होइन आफूलाई रिफ्रेस गर्नको लागि अब केही स्किलहरूदेखि लिएर स्किल डेभलपमेन्टदेखि लिएर अरू सानो प्यासन हुन्छ नि आफ्नो प्यासनहरूलाई चाहिँ सानो भागमा डिभाइड गरेर होइन मलाई सानो कुराहरू के मनपर्छ त त्यसले पनि सेटिस्फ्याक्सन दिन्छ नि त एकदम यो त एकदम सही कुरा मेरो पर्सनली भन्नुपर्दाखेरि चाहिँ अब जस्तै अब मलाई अब यसो भ्लगिङहरू गर्ने आफ्नो मतलब त्यस्तो त्यो मलाई डेभलपमेन्ट गरेर त्यसमा करियर बनाउन ग्रोथ गरौँला भन्ने त्यस्तो एक्सपेक्टेसन त छैन होइन तर एउटा हुन्छ नि नर्मल आफ्नो माइन्डलाई बहकाउनको लागि मनलाई बहकाउनको लागि र प्लस मेरो स्केचहरूदेखि लिएर एउटा सानो एउटा पेसनहरूलाई डिभाइड गरिरहेको हुन्छु क्या म चाहिँ के गर्न मन लाग्छ त मलाई मनले के खोजिरहेको छ त आफ्नो पछिको एचिभमेन्टहरू मतलब एचिभ पनि के कतिसम्म र के गर्ने भन्ने कुरा पनि हुन्छ पुरा होइन अब त्यहाँसम्म पुगुन्जेलसम्मको लागि एउटा जस सानो पलहरूलाई इन्जोय गर्दै अगाडि बढौँ भन्ने कुरा अब जाहिरको सिलसिलामा अब कति कुराहरू हुन्छ नि आफूलाई टाइम दिन सकिँदैन क्या होइन अब टाइम दिन नसक्दा कताबाट के मिसिङ हुने जस्तो रहेछ क्या सधैँ किनकि मिसिङ छ मिसिङ नै हुन्छ जस्तो लाग्छ क्या अब त्यो त्यसको लागि चाहिँ अब हुन्छ नि आफूलाई टाइम दिनु भनेको के हो त भन्दाखेरि अब आफ्नो प्यासनलाई फलो गर्ने क्या मलाई के मनपर्छ स्केचिङ मनपर्छ भने एउटा जेसुकै होस् न स्केचिङ मलाई बनाउनु आओस् नआओस् त्यसले मलाई खुसी दिन्छ भने त्यही गर्ने क्या होइन त्यसले आफूलाई जे रिलिफ भयो नि त म्युजिक सुन्ने होइन कुन म्युजिक मनपर्छ गिटार सिक्ने गिटार बजाउने हामी यस्तो लाइफलाई चाहिँ होइन यस्तो पार्टलाई चाहिँ इग्नोर गरिरहेको हुन्छौँ क्या अब कसैको चाहिँ गिटार सिटार बजाउँछ होइन कसैले के गरिरहेको छ त्यसलाई चाहिँ वाउ भन्छौँ तर हामीलाई पनि त्यो गर्न मन हुन्छ नि त हाम्रो पनि त प्यासन आर्ट त हामीभित्र पनि छ नि त तर हामीले आफूलाई प्रयास चाहिँ दिँदैन मलाई लाग्छ अब चाहिँ हामीले प्रयास दिनुपर्छ क्या यस्तो सानो कुराहरूलाई आर्टहरूलाई होइन लर्निङ कल्चरहरूलाई नयाँ कुराहरू सिक्ने
र यो जरुरी छैन कि म म्युजिक गर्छु अलिकति म आफूलाई म्युजिक गर्छु भन्दाखेरि म सिङ्गर पछि गएर ठुलो सिङ्गर बन्छु त्यसको एक्सपेक्टेसन चाहिँ राख्नु पेन्ट गर्छु भने चाहिँ ठुलो गरेर म पेन्टर लियोनार्दो डा भिन्ची के अरे सरी लियोनार्दो डा भिन्ची जस्तो बन्छु भन्ने त्यो होइन राख्नु एउटा सर्टेन आफूले त्यो इच्छा राख्नु राम्रै कुरा पछि भयो भने ठिकै छैन तर सपनाको केही शर्तहरू चाहिँ राख्नु हुँदो रहेछ क्या राख्नु हुँदैन होइन एउटा कसले पो भन्थ्यो क्या के भन्थ्यो भने के त आफ्नो प्यासन फलो गर्न सक्छस् इफ उसले तँलाई म पैसा पनि दिएन भने त्यो चिजमा यदि पैसा पनि छैन भने त के त्यो चिज फलो गर्न सक्छस् भनेर कसले भनेको थियो क्या त्यो एउटा पेन्टिङ सम्बन्धी नै हो अनि उसले त्यो आफ्नो प्यासनहरू त्यही अनुसार फलो गरेर हो क्या जस उसले अब आफ्नो उसको लागि कम्प्रोमाइज गरेन क्या पैसाको लागि कम्प्रोमाइज गरेन क्या आफ्नो पेन्टिङहरूदेखि लिएर हरेक कुराहरू हुन्छ नि मेन कुरा आफ्नो प्यासन हो क्या यस्तो सानो सानो चिजबाट आफ्नो एउटा जस डिपमा पुग्ने चान्स हुन्छ आफूलाई बुझ्ने मेन कुरा त आफूलाई बुझ्नु हो नि त अब काममा गरेर कसरी आफूलाई बुझ्नु त होइन जे पनि अब हुन्छ नि आफ्नो पोटेन्सियल कस्तो छ भित्री सानो सानो कुराहरू पनि कति पोटेन्सियल छ आफू होइन त्यसमा पनि आफूलाई अनि देख्न पाइन्छ नयाँ नयाँ आफूलाई नै क्वेसन गर्ने आफूलाई राइज गर्ने क्वेसन होइन सेल्फ डाउट राख्ने कसै कुरा विश्वास नगर्ने रविन्द्रनाथ टेगोरले पनि के भनेको थियो नि त जति पनि पहाड पर्वतमा जा होइन यदि तैँले आफ्नै घर अगाडिको यो दुवोमा भएको एउटा सानो पानी हुन्छ नि त्यो बेला शीत पर्छ नि त्यसमा पनि ब्युटी तैँले पाइनस् भने त्यो पहाडमा गएको पनि केही मतलब हुँदैन अरे क्या मतलब ब्युटी भन्ने चिज हरेक कुरामा छ क्या होइन यो सानो छ भनेर हुँदैन ठुलो छ त्यो आहा भनेर हुँदैन क्या सानो सानो चिजलाई पनि हामीले ब्युटी देख्न सक्यौँ भने त्यो हुन्छ नि आफ्नो देखिन्छ क्या ओरिजिनालिटी देखिन्छ त्यो ब्युटीनेसको ओरिजिनालिटी त्यो एप्रिसिएट गर्ने किसिमको भावना आउँछ क्या तिमीले अब कसैलाई इग्नोर गरेनौ नि त होइन पहाडलाई पनि ब्युटिफुल छ ठिक छ सानो घरको यहाँ छेउमा भएको दुमा पनि टक्क कमिला हिँडेको छ त्यो पनि ब्युटिफुल छ त्यो कसैले अब्जर्भ गरेको छ बिहान बिहानै भनेको एउटा तात्पर्य चाहिँ कस्तो भन्दाखेरि हामी जहिले पनि केही कुरामा ठोस लगाइरहेको हुन्छौँ यो भएन त्यो भएन तर हामी एप्रिसिएट पनि गर्न सिक्नुपर्छ एक्सेप्टेन्स गर्न सिक्नु पर्यो एप्रिसिएट पनि गर्नु पर्यो र एक्सेप्ट पनि गर्न सिक्नु पर्यो सिचुएसनलाई जस्तै अब यहीँ हेर न कति अब बटरफ्लाई उडिरहेको हुन्छ त्यहाँ पनि हेर बटरफ्लाई क्या दामी तरिकाले ऊ बसिरहेछ नि होइन त्यहाँ छेउमा होइन त्यो कति दामी छ नि त होइन ब्युटिनेस भनेको हरेक चिजमा छ क्या डुवालिटी छैन ब्युटिनेसमा अब यो पहाड ठुलो पहाड राम्रो यता नराम्रो भन्ने हुँदैन ब्युटी चारैतिर छ बस हामीले हेर्ने चाहिँ हाम्रो कसरी हेर्न सक्छौँ भनेको हामी चाहिँ हेर्ने नजरिया भनौँ न कतिको ध्यान दिन्छौँ ध्यान त्यही त हो नि मेडिटेसन कतिको ध्यान दिन्छौँ भन्ने कुरा हो